फेरि पनि मैले एउटा परमेश्वरको जीवित वचन लिएर आएँ है। अघिबाटै हामीले सुनिरहेको थियो मानिस कसरी बनाउनु भयो भनेर है। अब चाहिँ श्रोती कसरी बनाउनु भयो त्यसैको विषयमा मैले वचन पाएँ है। उत्पत्ति 2:21 यसरी भन्दछ, यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्न भयो र उनी निधाएको बेलामा उनीका करङहरूमध्येको एउटै निकाल्नु भई त्यसैको ठाउँमा मासु भरिदिन भयो। जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसैबाट एउटै श्रोती बनाउन भई मानिस कहाँ ल्याउन भयो। आमेन। मानिस कसरी बनाउनु भयो है, त्यो त सुनिरहेकै हो है। फेरि श्रोती कसरी बनाउनु भयो, एउटा मानिसबाट चाहिँ एउटै करङ निकालेर श्रोती बनाउनु भयो है, एउटा नारी बनाउनु भयो। त्यसै कारण उहिलेको मान्छेले भन्नुहुन्थ्यो क्या, मेरो बाजेले, तिमीहरू परिवारको जोडी जस्तो भएर आउनु, जाँदा सँगै आउँदा सँगै झगडा परेर होइन, मिलेर आउनु भनेको कारण चाहिँ किन रहेछ भन्दाखेरि चाहिँ अब है, हामी चाहिँ मानिसबाट बनिएको एउटै करङबाट बनिएको हामी श्रोतीहरू रहेछ है। त्यसै कारणले चाहिँ बाजेहरूले भन्नुहुन्थ्यो क्या, आदर गर्नु आफूभन्दा ठुलो शिरलाई आदर गर्नु भन्नुहुन्थ्यो क्या। यही वचनहरू मेरो बाजेहरूले पनि पालना गर्थ्यो रहेछ त्यो टाइममा है प्रभुको भन्ने मलाई विश्वास भयो क्या। त्यसै कारण है तपाईँ अनि मलाई बनाउनु हुने पितालाई हामीले आदर गर्नुपर्छ है। आमेन। हरेकलाई आशिष दिएको हुन्।